श्री विशाल ढुङ्गाना अध्यक्ष नेपाली जनप्रगतिशील मञ्च स्पेन, श्री दुर्गा शर्मा अध्यक्ष स्पेन नेपाली एकता मञ्च, श्री भोला लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग, श्री गौतम गुरुङ अध्यक्ष तमु समाज स्पेन, श्री राजु शमशेर थापा अध्यक्ष चितवन समाज स्पेन, श्री बुद्ध मिलन थापा अध्यक्ष मगर समाज स्पेन, विमल गुरुङ अध्यक्ष संघीय सहयोग समाज स्पेन, श्री कुमार गुरुङ अध्यक्ष कास्की आदर्श समाज स्पेन, श्री नुलु अबाले श्रेष्ठ अध्यक्ष नेवा पासा पुच स्पेन, श्री अनन्त लामिछाने, श्री सुन्दर गुरुङ अध्यक्ष पर्वत समाज स्पेन, श्री अरुण घिमिरे अध्यक्ष बागलुङ समाज स्पेन, श्री ओम बानिया अध्यक्ष क्षेत्री समाज स्पेन, श्री सञ्जय विक्रम राणा अध्यक्ष इनास स्पेन, श्री अजय लोप्सन अध्यक्ष तामाङ समाज स्पेन, विश्व कलाकार मञ्च स्पेनका अध्यक्ष तथा यस एनआरएन स्पेनका संस्थापक डी कार्कीज्यू, श्री आयन्द्र चुलाचन अध्यक्ष मना स्पेन र अतिथिको रूपमा हाम्रो पण्डित टीकाराम शास्त्रीजी हुनुहुन्छ। उहाँलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। श्री सरला सापकोटा अध्यक्ष श्री नेपाली पाठशाला तथा यस एनआरएन स्पेनका संरक्षकज्यूहरू चिन्तामणि सापकोटा, मुक्ता गुरुङ, एकराज गिरी, दिनेश गुरुङ, दिनेश गिरी, सल्लाहकार श्री पुष्प भण्डारी, सन्दीप मोहन भट्टराई, श्री विदुर गौतम, श्री सुन्दर राणावाट, श्री ओम बहादुर बानिया, श्री शिव गौतम, श्री दीपक छेत्री, लाल बहादुर खत्री, रितेश श्रेष्ठ, साइग्रेस पोखरेल, दिपेन्द्र प्रकाश अर्याल सम्पूर्णलाई यथास्थानमा आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्छु। समयको पाबन्दीले म छिटो वाचन गर्न गइरहेको छु। हामीले हजुरहरूको समय धेरै लिइसकेका छौँ। अब यस कार्यक्रममा स्वागत मन्तव्य राखिदिनु हुन यस गैर आवासीय नेपाली सङ्घ स्पेनकी युवा संयोजक दीपिका श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। पछाडि बस्ने दाजुभाइ दिदीबहिनीहरू अगाडि ठाउँ छ, कृपया अगाडि आएर साइडहरूमा बसिदिनु होला। नमस्ते सम्पूर्णमा। कार्यक्रमको सभापति एनआरएन स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठज्यू, आदरणीय प्रमुख अतिथि आइसिसीका अध्यक्ष बद्री केसीज्यू, विशिष्ट अतिथिगण विभिन्न सङ्घ संस्थाका अध्यक्षज्यूहरू, आइसिसीका वरिष्ठ साथीहरू, आदरणीय लयरज्यूहरू तथा कानुनी व्यवसायका मित्रहरू, धार्मिक, सामाजिक, सांस्कृतिक, अभियन्ताका समस्त सङ्घ संस्थाका अध्यक्षज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, आजको यस महत्त्वपूर्ण अवसरमा तपाईँ सबैलाई हार्दिक स्वागत तथा अभिनन्दन व्यक्त गर्दछु। आजको कार्यक्रम दुईवटा अत्यन्त अर्थपूर्ण र ऐतिहासिक उद्देश्य बोकेर आयोजना गरिएको छ। पहिलो नेपाल घरमध्ये निर्माण सहयोगकर्ता सञ्चालन हुन गइरहेको स्पेनमा आध्यात्मिक महोत्सव औपचारिक घोषणा सभा र दोस्रो इमिग्रेसन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम, जहाँ हामी प्रत्यक्ष रूपमा कानुनी विज्ञसँग महत्त्वपूर्ण जानकारी आदान प्रदान गर्न गइरहेका छौँ। स्पेन आध्यात्मिक महोत्सव केवल एउटा कार्यक्रम मात्र होइन, यो हाम्रो पहिचान, संस्कार र संस्कृति र आध्यात्मिक चेतनाका प्रतीक हो। नेपाल घर मन्दिर निर्माण भनेको इँटा र सिमेन्टको संरचना मात्र होइन, यो भावी पुस्ताका लागि हाम्रो भाषा, संस्कृति, पहिचान र नेपालीपन जोगाइरहेको एउटा साझा सपना हो। यस महोत्सव मार्फत हामी सबै नेपालीलाई एकता वृद्धि गर्दै, सहयोगको भावना जागृत गर्दै एउटा शास्त्रीय संस्कृति केन्द्र निर्माण गर्ने ऐतिहासिक यात्रामा अघि बढिरहेका छौँ। साथै आजको इमिग्रेसन अन्तर्क्रिया कार्यक्रम पनि अत्यन्त समयपेक्ष र उपयोगी छ। स्पेनमा बसोबास गर्ने हामी नेपालीहरूका लागि कानुनी स्मृति, कागजपत्र, अधिकार र कर्तव्य बारेमा सही जानकारी हुनु अत्यन्त आवश्यक छ। यहाँ उपस्थित लयरज्यूहरूबाट प्राप्त हुने ज्ञानको हाम्रो समुदायलाई सचेत, सुरक्षित र संरक्षित बनाउने भन्ने पूर्ण विश्वास लिएकी छु। यस अवसरमा यी दुवै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनु हुने आयोजक संस्था, सहकार्य तथा सम्पूर्ण सङ्घ संस्था, आदरणीय अतिथिगण, लयरज्यूहरू र समय निकालेर उपस्थित हुने सबैलाई सम्पूर्ण
महानुभावहरूलाई हार्दिक स्वागत व्यक्त गर्दछु। आशा छ आजको घोषित सभाले स्पेन आध्यात्मिक महोत्सवलाई ऐतिहासिक बनाउने आधार तयार गर्नेछ र आजको अन्तर्क्रिया नेपाली समुदायको भविष्यलाई एक सुरक्षित र सक्षित उज्यालो बनाउनेछ। अन्त्यमा स्पेन आध्यात्मिक महोत्सव सफल होस्, नेपाल घर मन्दिर निर्माणको सपना साकार होस् र नेपाली समुदायको एकता, पहिचान र गौरव अझ समुदय बनोस् भन्ने शुभकामना सहित यही उपस्थित सम्पूर्ण अतिथिहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्दछु। धन्यवाद। धन्यवाद।